हाई गाइस, आज म र मेरो पति चाहिँ हुम्डी पकाएको थियौँ अनि यहाँनिर मलहरू डिफ्रेन्ट मलहरू छ। अहिले यो प्लान्टको लागि अनि गर्मी पनि लाग्यो नि त। अनि बाहिर अब मान्छेहरूले सबै थोक बनाउने उमारेर खाने भन्ने हुन्छ नि त। अनि यो डिफ्रेन्ट खालको मलहरू छ यहाँ चाहिँ। अनि कस्तो मलहरू लग्ने फलाउने हुन्छ नि, आफूले फलाएर खाने, प्लान्टको लागि इन्डोर प्लान्ट आउटडोर प्लान्टको लागि यहाँ चाहिँ धेरै किसिमको मल पाउँछ। अनि यो चाहिँ अब फ्रन्ट यार्डमा लाउने हुन्छ नि, ढुङ्गाहरू इँटाहरू मजाले मिलाएर लाउने, अनि ब्याक यार्डमा पनि बनाउने, के जाति बनाउनेहरू हुन्छ नि मान्छेहरूको, हो यस्तोहरू छ हैन। यहाँ चाहिँ धेरै डिफ्रेन्ट खालको पाउँछ। अनि म चाहिँ तपाईहरुलाई देखाउँदैछु होम डिपोमा चाहिँ के पाउँदो रहेछ यहाँको सामानहरू चाहिँ भनेर म देखाउँदैछु। हेरिदिनु होला मेरो भिडियो अनि अन्तिमसम्म हेरेर लाइक अनि सब्स्क्राइब गरेर सेयर पनि गरिदिनु। अनि म चाहिँ यहाँ प्लान्ट हो, यो चाहिँ फ्लावर आउटडोर फ्लावर रहेछ। अनि कस्तो मन पर्यो अनि सरी वाइट फ्लावर बाहिर अनि ब्याक यार्डमा फ्रन्ट यार्डमा रोपेर यसो घर हेर्दा नि कहाँ हरियाली देखिन्छ नि। अनि यो चाहिँ नेपालको जस्तै प्लान्ट रहेछ, फ्लावर घन्टी फ्लावर भन्छ यसलाई चाहिँ। अब हामी त यो चाहिँ कमलको फुल, कस्तो मिठो बास्ना आयो कि यसरी हेरेको। तर सबै फ्लावरहरू चाहिँ त्यो फुलेको चाहिँ सबै सुकेछ कि, कमलको फुल त परैदेखि बास्ना आउँछ नि त। अनि यो चाहिँ निगुरोको पत्ता जस्तै देखिन्छ हैन। यो पनि एउटा प्लान्टै हो, बाहिर रोप्ने, भित्र नै रोप्छन् कतिले चाहिँ। यो चाहिँ एउटा लडिरहेको छ नि, यो चाहिँ एउटा कमलको फुल सेतो देखेँ हैन, सुन्नु पर्यो भनेर नि यसरी हेरेको, मिठो बास्ना आयो। अनि अर्को पनि रहेछ, त्यो चाहिँ सानो खालको रहेछ कि घन्टी फ्लावर। अनि कति पर्दो रहेछ भनेको $17.99 अरे डलर। अनि यो चाहिँ अब भेजिटेबलको लागि हुन्छ नि, खोर्सानी जे रोप्नु मनपर्छ त्यसको लागि चाहिँ यो चाहिँ मल रहेछ, अर्ग्यानिक मल अरे। टमाटर रोप्ने भयो, खोर्सानी, अब जे अब गर्मी सिजनमा फल्छ नि सबै थोक चाहिँ यसले मलले चाहिँ राम्रो हुन्छ। हामीले पनि रोपेको छौँ। अनि यो चाहिँ फ्लावर कस्तो राम्रो यो मन पर्यो यसो हेर्दा, कस्तो मजाको छ है। हेर्दा नि कति मजाको देखिरहेछ, हरियाली। गर्मी महिना साह्रो मनपर्छ मलाई चाहिँ। थ्याङ्क यू। अनि यहाँ छ थुप्रो फ्लावरहरू, यो चाहिँ के रहेछ भित्र भनेर नि म चाहिँ भित्र पछि हेरेको नि। त्यो नि घन्टी फ्लावर रहेछ हैन, कस्तो मजाको फ्लावरहरू। मलाई चाहिँ फ्लावर साह्रो मनपर्छ अनि घरमा नै रोपेको छु। यो चाहिँ बाहिर हो, रोप्नेहरू हो नि त। त्यो भित्र पछि म चाहिँ भित्र पसेर अनि हेरेको, कस्तो राम्रो यो येल्लो फ्लावर पनि यस्तो नै डिफ्रेन्ट खालको फुल्दो रहेछ क्या। पिङ्क पनि हुँदो रहेछ, येल्लो अनि रेड पनि हुँदो रहेछ, कस्तो मजाको मन पर्यो। हरियाली भित्र बसेर कति मजा आनन्द फिल हुँदो रहेछ। यो पनि राम्रो खालको फ्लावर रहेछ, मसिनो फुल्ने येल्लो। पिङ्क रहेछ, यो चाहिँ डिफ्रेन्ट कलरको फुल्दो रहेछ क्या यसले नि फुल। यो चाहिँ येल्लो फ्लावर अनि यो चाहिँ रेड। कस्तो मजाको हो यो फ्लावरहरू, मैले त यस्तो कहिले देखेको थिइनँ। कस्तो मजाको मन पर्यो कि यिनीहरू पनि। यो चाहिँ देखेको राम्रो फ्लावरहरू छ। यो चाहिँ अलिक प्राइसहरू पनि कम्ती पर्छ। अनि फ्रन्ट यार्डमा लिएर रोप्नुपर्छ कि कस्तो राम्रो देख्छ, हरियाली फ्लावरले भरेको घर, कस्तो मजाको है। राम्रो डिफ्रेन्ट फ्लावर छ यहाँ चाहिँ। एउटा उयसमा रोपेको रहेछ गमलामा।
Bye guys, see you next video. Thank you for watching.